यो हो अरिङ्गालको शिकार गर्ने चरा हनी बजर्ड। यसले खतरनाक अरिङ्गालको पनि शिकार गर्छ भन्दा हजुरलाई अचम्म लाग्न सक्छ। हनी बजर्डले उसले सिधै हर्नेट अर्थात् अरिङ्गालको गुणमै छिरेर लार्वा खान्छ र फेरि मजाले उडेर जान्छ। यो एक विशेष प्रकारको शिकारी चरा हो जुन मुख्य रूपमा युरोप, एसिया र अफ्रिकामा पाइन्छ। यसलाई नेपालीमा मह चरा पनि भन्न सकिन्छ किनभने यसको मुख्य खाना मौरी र हर्नेटका लार्वा हुन्। हनी बजर्डको शरीर विशेष किसिमको घना पाखले ढाकेको हुन्छ जसले गर्दा अरिङ्गालले यसलाई टोक्न सक्दैन। यसको अनुहारमा पनि स्केल्टन छ जसले हर्नेटको डङ्कलाई असर नपार्ने बनाउँदछ। त्यसै गरेर यो चरा गुटमाथि हमला गर्दा निकै छिटो र सावधान हुन्छ। यसले गर्दा चञ्चल चालबाट हर्नेटहरूलाई खासै मौका दिँदैन। हर्नेट बजर्डका मुख्य दुई प्रजाति छन्, युरोपियन हनी बजर्ड र ओरिएन्टल हनी बजर्ड। हनी बजर्ड सामान्यतः 15 देखि 20 वर्ष बाँच्ने गर्दछ, तर अनुकूल वातावरण भने अझ बढी समयसम्म बाँच्न सक्छ। यसको मुख्य आहारमा हर्नेट, मौरीका लार्वा, किरा, सर्प आदि हुन्। यो चराको समूह 1 वा 2 वटाको हुन्छन्। प्रजनन समयको दौरान जोडी मिलाएर गुड बनाउँदछन्। यसको सुँग्ने क्षमता तीव्र हुन्छ जसले मौरी र हर्नेटको गुड पत्ता लगाउन सजिलो बनाउँदछ। मौरी र हर्नेटको मुख्य शत्रु यही चरा हो। प्रकृतिको यो साहसी चरा हनी बजर्ड साँच्चीकै अनौठो छ।